पछिल्लो समय चाहिँ सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर केही हदसम्म कमजोर भएको हामीले महसुस गऱ्यौँ। यसमा चाहिँ विद्यालय नै सुधार पहिलो गर्नुपर्छ, तब मात्रै गुणस्तरीय सुधार हुन्छ। गुणस्तरीय सुधार भयो भने अहिले चाहिँ के भन्छ, बच्चा पढाउने नाममा सहरी क्षेत्रमा जाने र बसाइसराई गर्ने यो एउटा ट्रेन्ड छ। यो ट्रेन्डलाई के हदसम्म हामीले रोक्न सक्छौँ भन्ने उद्देश्यले हामीले चाहिँ अहिले शिक्षाको गुणस्तर सुधार सम्बन्धी कार्यक्रमहरूलाई अगाडि सारेका छौँ। त्यो अन्तर्गत चाहिँ हामीले भर्खरै मात्रै विद्यालयका प्रधानाध्यापक र चाहिँ व्यवस्थापन समितिका अध्यक्षहरूलाई राखेर चाहिँ त्यसमा वडाध्यक्षज्यूहरू, वडा सदस्यज्यूहरूलाई सहित राखेर चाहिँ 2 दिने चाहिँ शिक्षाको गुणस्तर अभिवृद्धिका लागि एउटा अभिमुखीकरण कार्यक्रम सञ्चालन गऱ्यौँ, जसले चाहिँ विद्यालयको चाहिँ प्रशासनिक सुधार सँगसँगै भौतिक पक्षको सुधारलाई पहिलो प्राथमिकता राख्नुपर्छ। तब जबसम्म चाहिँ प्रशासनिक सुधार बलियो हुन्छ तब मात्रै चाहिँ शैक्षिक सुधारका ढोकाहरू खुल्छन् भन्ने हिसाबले हामीले त्यो कार्यक्रम सञ्चालन गऱ्यौँ 2 दिनको। यसले चाहिँ सरहरूमा अर्थात् प्रधानाध्यापकज्यूहरूमा र व्यवस्थापन समिति अध्यक्षहरूमा एउटा ऊर्जा थप्ने काम गरेको छ। अब यस पछाडि हामी चाहिँ माध्यमिक तहका सम्पूर्ण शिक्षकहरूलाई, त्यसै गरेर चाहिँ आधारभूत तहको 6-8 पढाउने शिक्षकहरूलाई र विषयगत रूपमा नै उहाँहरूलाई पनि र प्राथमिक तहका शिक्षकहरूलाई पनि छुट्टा छुट्टै यो अभिमुखीकरण कार्यक्रम गर्ने, जसले चाहिँ शिक्षकहरूमा रहेको नैराश्यताको पनलाई हटाएर ऊर्जा उहाँहरूलाई प्रदान गर्ने र पहिलो चरणमा भनेको शिक्षक र विद्यालय नै सुधार भयो भने मात्रै अनि अन्य पक्षहरूमा कहाँ कमजोरी रहेछ भन्ने कुरा थाहा हुन्छ र चाहिँ सुधार गर्न सकिन्छ भन्ने हेतुले नै हामीले त्यो कार्यक्रमहरू चाहिँ सुरुवात गरेका छौँ। हामीले त्यो प्रधानाध्यापक र व्यवस्थापन समितिसँगको चाहिँ गरिसक्यौँ र अब चाहिँ शिक्षकहरूको तालिमको कार्यक्रमहरू हामीले अभिमुखीकरणको कार्यक्रमहरू गर्ने। विद्यालयको शैक्षिक सुधारका लागि पहिलो भौतिक पूर्वाधारको सुधारका लागि हामीले काम गरिरहेका छौँ। जहाँ चाहिँ विद्यालय भवनहरू छैनन्, कम छन् भने विद्यालय भवनलाई चाहिँ पूर्णता दिने, जस्तो चाहिँ अहिले सिंहदेवी मावि आमचोकलाई नमुना विद्यालयका अन्तर्गतका पूर्वाधार निर्माणको अन्तिम चरणमा पुर्याएका छौँ, जहाँ चाहिँ एउटा शैक्षिक केन्द्रकै रूपमा त्यसलाई विकास गर्नुपर्छ। गरिब विद्यार्थीहरू जो पठन पाठन गर्नका लागि विद्यालय आउन नसक्ने, अलि विद्यालयबाट टाढा छन् भने होस्टलको सहित व्यवस्था गरेर चाहिँ त्यहाँ चाहिँ पढाउनुपर्छ भन्ने हिसाबले अहिले छात्रावास निर्माणको पनि चरणमा रहेको छ भने अन्य विद्यालयहरूका हकमा पनि जो चाहिँ माध्यमिक तह सञ्चालनमा रहेका छन् र चाहिँ भौगोलिक हिसाबले पनि अलिकति केन्द्रमा पर्ने विद्यालयहरूको भौतिक सुधारमा लागेका छौँ भने विद्यार्थी सङ्ख्या अत्यन्तै कमजोर भएका र विद्यार्थी नै नभएका विद्यालयहरूलाई चाहिँ अहिले मर्ज गर्ने पनि हामीले अब कानुनी हिसाबले तत्काल मर्ज गर्ने गरेको त सङ्घीय सरकारबाट त्यो कानुन छैन र हामीले स्थानीय तहले पनि बनाउन सकेका छैनौँ, किनभने सङ्घको शिक्षा ऐन नआउन्जेलसम्म तलको बनाउन सक्ने अवस्था छैन। तर पनि हामीले चाहिँ अनौपचारिक हिसाबले त्यो खाले चाहिँ मर्जको व्यवस्थापन गरेर अहिलेसम्ममा हामीले 3वटा विद्यालय चाहिँ मर्ज लगभग भइसकेका छन् भने अन्य पनि विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून अर्थात् विद्यार्थी सङ्ख्या नभएकाहरूलाई त्यो गर्ने, मर्ज गरेर चाहिँ नजिकको विद्यालयमा गाभ्ने, सँगसँगै ठुला विद्यालय जो चाहिँ छ उनीहरूको चाहिँ भौतिक सुधार गर्ने, भौतिक सुधार सँगसँगै अनि त्यस पछाडि गुणस्तरीय सुधारका पनि सँगै कार्यक्रमहरू गर्ने भनेर छौँ। र सङ्घबाट प्राप्त हुने सशर्त बजेट बाहेक पनि गाउँपालिकाबाट वार्षिक रूपमा हामीले चाहिँ करिबन 1.5 करोड भन्दा उँभो हाम्रो विकास बजेट सबै कटाउँदाखेरि त्यही 8-9 करोड हुन्छ। त्यसमध्ये 1.5 करोड भन्दा माथिको बजेट चाहिँ हामीले त्यही क्षेत्रमा अहिले पनि लगानी गरिरहेका छौँ र त्यो हिसाबले हामी निर्माण गरिरहेका छौँ। र भौतिक सुधारका सँगसँगै चाहिँ अतिरिक्त क्रियाकलाप विभिन्न चाहिँ त्यो खाले कार्यक्रमहरू गर्ने र यो चाहिँ राष्ट्रपति रनिङ सेललाई अलि व्यवस्थित गरेर चाहिँ पालिका स्तरको चाहिँ अलि भव्य किसिमको कार्यक्रमहरू गर्ने, अन्य अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू पनि गाउँपालिकाले सहजीकरण गर्ने गरेको छ। र विद्यालयहरूलाई पनि वार्षिक उत्सव वार्षिक रूपमा चाहिँ
मनाउने, जसले चाहिँ विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई उजागर पनि गर्न सकोस्। त्यसमा चाहिँ अभिभावकहरूलाई पनि आफ्नो विद्यालयप्रति अपनत्व सिर्जना हुन सकोस् र विद्यालयमा अभिभावकहरूले पनि चासो दिएर त्यसको व्यवस्थापकीय पक्षमा चाहिँ आवश्यक हस्तक्षेप गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामी अभिभावकलाई पनि हामी त्यो अनुरोध गरिरहेका छौँ र आगामी शैक्षिक सत्रदेखि हामी अभिभावक शिक्षा कार्यक्रम पनि सञ्चालन गर्ने भनेर चाहिँ हामीले अहिले कार्यक्रमहरू बनाइराखेका छौँ। यसो गरियो भने मलाई लाग्छ गत वर्षको तुलनामा शैक्षिक अवस्थामा केही अहिले सुधार भएको छ। जस्तो चाहिँ यही वर्षको एसीईको परिणाम गत वर्षको तुलना गर्ने हो भने निकै सुधार भएर आएछ भने आगामी वर्षहरूमा अझै यसलाई सुधार गरेर लाने भनेका छौँ। त्यसका लागि हामीले चाहिँ 8 कक्षाको परीक्षा चाहिँ पालिका स्तरबाट सञ्चालन गर्ने भनेको र सुरु गऱ्यौँ गत वर्षदेखि। आगामी शैक्षिक सत्रदेखि 6 कक्षा र 8 कक्षाको परीक्षा चाहिँ पालिका स्तरबाट सञ्चालन गर्ने र त्यहाँबाट नै गुणस्तर के छ भन्ने कुराको मापन गरेर लगियो भने मात्रै चाहिँ एसीईको कक्षा 12को बोर्ड परीक्षाको चाहिँ नतिजा सुधार भएर आउँछ भनेर चाहिँ हामीले यो कार्यक्रम गरिराखेका छौँ।